हेलो साथीहरू, आफ्टर लङ टाइममा चाहिँ म ब्लग स्टार्ट गर्दैछु। एक्सर्साइज गर्दै थिएँ क्या, गर्दा गर्दा ठ्याक्कै सम्झेँ क्या आज चाहिँ म बिहानदेखिको ब्लग गर्नु पऱ्यो भरे खाना खान्जेलसम्मको भनेर चाहिँ। अनि म मोबाइल तेर्साउनु थालेँ। एकदम बिहानै उठ्ने बित्तिकै रुमहरू त सफा गर्नु छोडेर चाहिँ पहिला म चाहिँ एक्सर्साइज गर्छु नि त। अनि यहाँ देखाउँदैछु क्या मेरो रुमको हालत। अनि रुमहरू चाहिँ यस्तै छ। अनि म पहिला सुरुमा चाहिँ एक्सर्साइज गर्छु। अनि एक्सर्साइज गरिसकेपछि चाहिँ एकदम धेरै पसिना देखाउँदैछु भरे तपाईँलाई देखाउनको लागि। अनि पसिनाहरू यसरी निकालेँ। त्यस्तो धेरै चाहिँ गरेन, एकछिन मात्र गरेँ। अरू बेला चाहिँ बिहान कुद्न जान्थेँ, आज चाहिँ गइनँ। अनि एकदम गर्मी छ बितामोडमा। अनि त्यहाँदेखि एक्सर्साइज गरिसकेपछि चाहिँ म फेरि रुमहरू मुखसुख धोएर रुमहरू सनाकसिनिक पारेर रुमहरू ओछ्यानहरू पट्याएँ, मिलाएँ है। अनि त्यही त हो, बिहान उठेपछि छोरी मान्छेको काम भनेको यस्तै त हुन्छ। अनि त्यहाँदेखि उठेँ। अनि त्यहाँदेखि त्यति मिलाइसकेपछि मेरो टेबलहरू पनि यहाँ मेस्सी भएको थियो क्या, एकदमै यता त्यता सामानहरू यता त्यता भइरहेको थियो। अनि म चाहिँ एकदम प्लान्ट लभर हो। अनि मेरो प्लान्टहरू चाहिँ सबै मरिसकेको थियो भनौँ न। अनि मरिसकेको थियो। फेरि मैले मल अस्ति किनेर लगेर गएर सबै हालेँ, सानो भएर पलाउँदैछ। अनि अब एउटा रुम भएपछि किचन बेड सबै एकै ठाउँमै हुन्छ। अनि त्यहाँदेखि सबै एकै ठाउँ भएपछि त यस्तै हो, यतापट्टि किचन यतापट्टि बेडहरू त्यही देखाउँदैछु। अनि यहाँ टेबलमा छ मेरो कोरियन विनिङ बुक। अनि यो चाहिँ म पढ्न चाहिँ पढ्दिनँ र पनि के भन्नु, यसो पढे जस्तो गर्नको लागि चाहिँ अगाडि राखिरहेको छु। अलिअलि हेर्छु बिहान चाहिँ। अनि अब पानीहरू तताएर खानु पऱ्यो भनेर दिउरे झिकेँ। अनि दिउरेमा झिकेर चाहिँ यो बेलुका मैले भिजाएको थिएँ क्या, धनियाँ जिरा अनि सौँफ अनि त्यहाँदेखि दालचिनी। अनि यो चाहिँ एकदम उमालेर यसमा यो खायो भने चाहिँ एकदम वेट पनि लस हुन्छ अरे। अनि हेल्दी पनि हुन्छ भनेकोले गर्दाखेरि मैले चाहिँ यो चाहिँ बेलुकै भिजाएर राखेको हुन्छु। अनि मैले उमालेर यहाँनिर राखी पनि सकेँ। यतिकै खायो भने चाहिँ हल्का गनाए जस्तो हुन्छ। अनि त्यसैले मैले चाहिँ यसमा अलिकति कागती पनि हालिदिएको छु। कागती र यो खायो भने चाहिँ एकदम गनाउँदैन, खान सकिन्छ। अनि यहाँ म देखाउँदैछु तपाईँहरूलाई क्या, यो चाहिँ बेलुका मैले अलिकति चामल भिजाएको थिएँ। यो चाहिँ अनुहारमा के भन्नु, यसलाई अहिले कुटेर मास्क बनाएर अनुहारमा लगायो भने चाहिँ क्लिचिङको काम गर्छ। अनि अनुहार पनि सफ्ट नरम हुन्छ। त्यही भएर मैले आज चाहिँ सम्झेर भिजाइरहेको थिएँ। अनि त्यहाँदेखि पछि अब पढ्नु पऱ्यो। अनि यहाँनिर मैले फेरि आफूतिर मोबाइल देखाइहालेछु क्या। अनि यहाँ बोल्दै भिडियो गरिरहेको थिएँ, तर साउन्ड बिहानै उठ्ने बित्तिकै साउन्ड कस्तो सुरसुके टाइपको। अन्त फ्यान बजेको कारणले गर्दाखेरि चाहिँ साउन्डहरू मजाले क्लियर नसुन्नेकोले चाहिँ मैले भोइस ओभर गरेको। अनि त्यहाँदेखि यो अनुहारको सेतो सेतो डब्बा चाहिँ मेरो स्विमिङ खेलेर अनि यो पानीहरू खाँदै पानी खान्छु भन्दै बोल्दै गरिरहेको थिएँ। अनि त्यही बोल्दै गर्दा पनि के को बोल्दै त गरिरहेको थिएँ, तर अब साउन्डै त्यस्तो भइहाल्यो। अनि यहाँ चाहिँ म पानी खाँदैछु। पानी खाएर सकिन आँटेको थियो पानी खाएर। अनि र पनि अन्तिममा चाहिँ यसो पानी खाएँ, यसो गरौँ न भनेर यसो भिडियो बनाएँ। अनि पानी खाइ पनि सकेँ। त्यहाँ चाहिँ एकदम कागतीको दानाहरू चाहिँ भित्र चाहिँ देखाउँदैछु हो। अनि अमिलो भएको थियो, पानी पनि अलिक अमिलो नै भएको थियो अरू बेला भन्दा। अनि यसो पढे जस्तो गर्नु पऱ्यो भनेर एकछिन बुकहरू हेरेँ, बिहान चाहिँ बुकहरू हेरेँ। अनि यो चाहिँ मुन्टा इलामदेखि पठाइदिनु भएको बुवाले ल्याइदिनु भएको थियो। अनि त्यो मुन्टाहरू सब्जीको लागि रेडी गरेँ। अनि यहाँ चाहिँ मैले खानासानाहरू पकाउनुको लागि खानाहरू रेडी गरेर बसाएँ खाना चाहिँ। अनि आज सब्जीमा छ मेरो आलु, अनि त्यहाँनिर आलु र मुन्टा। अनि यो चाहिँ एकजनाको लागि मात्रै सब्जी हो। म चाहिँ सब्जी अलिक ज्यादा नै पकाउँछु, किनभने एक्लै बसे पनि खानाभन्दा धेर चाहिँ म सब्जी नै खान्छु। अनि त्यहाँदेखि सब्जी पकाउनको लागि मैले तेल हालेँ। अरू बेला चाहिँ म चाहिँ एकदम सादा सिम्पल खान्छु जस्तो हुन्छ, हजुरहरूलाई त्यस्तै देखाउँछु। एकदम सिम्पल सादा नै मनपर्छ खानको लागि पनि। अनि मैले तेल हालेँ, तेलमा मेथी फुराइदिएँ। अनि अरू बेला चाहिँ म यो प्याज लसुनहरू पनि हाल्दिनँ थिएँ क्या, मन पर्दैन थियो। त्यस्तो मुन्टा साग हुँदा चाहिँ मन पर्दैन। अनि र पनि आज चाहिँ हालेँ। आज चाहिँ कहाँबाट हाल्नु मन लाग्यो र अलिकति हालेँ, सायदै भिडियो बनाउनुको जोसले नै हालेको होला। अनि त्यहाँदेखि हालिदिएँ। त्यहाँदेखि बेसार हाल्छु। अनि आलुहरू हालेर एकछिन फ्राई गरिदिन्छु। अब सब्जी पकाउँदा त के भोइस ओभर गरिराख्नु है, यस्तै त हो। सबैले नर्मल, सबैले आफ्नो स्टाइलले पकाइन्छ सब्जीहरू, खाना सब्जीहरू। अब आफ्नो टेस्ट पनि हुन्छ, आफूलाई कस्तो मनपर्छ होइन, सबैको एउटै हुन्छ भन्ने हुँदैन। म चाहिँ यसरी नै पकाउँछु, मलाई चाहिँ यसरी नै मन लाग्छ। अनि मैले एकछिन आलुलाई भुटेँ। अनि भुटेर त्यसमा चाहिँ नुन
नुन हालिदिएँ, त्यसमा नुन हालिदिएँ। अनि नुन हाल्दा चाहिँ एकदम भिडियो गर्नै बिर्सेछु क्या। अनि बिर्सेर अनि फेरि सम्झेर यसो हाले जस्तो गरिदिएँ। अनि नुन हालिसकेपछि चाहिँ सुरुमा म चाहिँ आलुमै नुन हालेर चाहिँ अनि मुन्टा हालिदिन्छु अब। अनि मुन्टा हालिसकेपछि चाहिँ सब्जीलाई पाक्न छोडिदिन्छु। सब्जीलाई यस्तै छ मुन्टा र आलुको सब्जी। अनि छोरी मान्छे हो, बिहानको खाना सब्जी गर्नै पऱ्यो है। एक्लै बसिसकेपछि पढ्न पनि पऱ्यो, उठेर अब खाजानासिनी पार्नै पऱ्यो। अनि आफ्नो सबै आफ्नो लागि त हो। अनि त्यहाँदेखि म चाहिँ खाना सब्जी पकाएँ ओरेँ। अनि सम्झिँदैछु क्या, म चाहिँ काँक्रा पनि थियो, काँक्रा चाहिँ एकदम ठुल्ठुलो थियो नि त। अनि ठुल्ठुलो भएको कारणले गर्दाखेरि चाहिँ त्यसको बोक्रा अलिक पहेँलो पहेँलो भइसकेको थियो। अनि त्यसलाई म काट्नुको लागि तास्नुको लागि रेडी गर्नु थालेँ। यता सब्जी पकाएको बेला त केही भिडियो गरिराख्नु भनेर त्यति भोइस ओभर पनि गरिनँ, फाल्टो कुरा गर्दैछु म। अनि त्यहाँदेखि काँक्रा रेडी गरेँ, तर खाएर पनि देखाउँछु क्या म तपाईँहरूलाई। काँक्रा चाहिँ एकदम छिप्पेको जस्तो देखे पनि एकदम गुन्जो टाइपको मिठो थियो। अनि खाएँ ओरेँ काँक्रा खाइसकेर। अनि यो काँक्रा खाइसकेपछि चाहिँ मैले भिडियो गरेको छुइनँ, म दही लिन जान्छु पसल। अनि त्यो काँक्राहरू खाएँ। मलाई चाहिँ खासै भोइस ओभर गर्न आउँदैन, के कस्तो हुन्छ माया गरेर हेरिदिनु होला होइन। अनि मेरो सब्जीको फाइनल लुक चाहिँ यस्तो भएको थियो। अनि खासै बोल्न पनि आउँदैन हौ आजभोलि त, के भएको भिडियोहरू गर्न चाहिँ एकदम डर लाग्छ कि। अनि मैले खानाहरू रेडी गरेँ, 9 बजिसकेको थियो। अनि खानासाना खानुको लागि रेडी भएँ। अनि खानाहरू खान्छु। अनि खानाहरू खाएर अब खाएको त पुरै भिडियो त गरिनँ, अलिअलि खाएको भिडियो गरेँ। अनि सब्जी सादा सिम्पल मिठै भएको थियो। भुट्टा सब्जी प्रायः मलाई मिठै लाग्छ, जे पनि त्यस्तो मिठो नलाग्ने भन्ने चाहिँ केही पनि छैन। अनि दही अरू बेला चाहिँ ल्याउँदाखेरि एकदम अमिलो टाइपको खानै नसकिने, पानी थप्दा पनि खानै नसकिने हुन्थ्यो। आज चाहिँ दही पनि एकदमै मिठो थियो। अनि खुसी हुँदै खानाहरू खाएँ ओरेँ। अनि खानासाना खाइसकेपछि चाहिँ भाँडाहरू माझेँ, रुमहरू फेरि सिनिक्क पारेँ। अनि एकैचोटि खानाहरू खाइसकेपछि चाहिँ मैले तपाईँहरूलाई खानाहरू खाइसकेपछि चाहिँ एकैचोटि म अब ड्युटी जानुको लागि रेडी हुनुको लागि लुगाहरू लाउँछु। अनि त्यतिमै देखाउँछु होइन। अनि यो चाहिँ मेरो ड्युटी जानुको लागि रेडी भएँ। आज चाहिँ मैले लगाएँ कुर्ता र प्यान्ट। अनि यहाँ नक्कल पार्दैछु क्या कस्तो देखियो भनेर। कस्तो गर्मी छ, त्यही भएर पसिना देखे जस्तो भएको छ। के कस्तो हुन्छ माया गरिदिनु होला भन्दै आजको लागि बाई बाई। अर्को भिडियोमा भेटौँला।